अब हामी एमएस वर्ड खोल्छौँ। एमएस वर्ड खोलिसकेपछि चाहिँ त्यो हाम्रो बाँकी रहेको त अर्को सेकेन्ड टास्कलाई चाहिँ अब हामी यहाँ थोरै गर्ने कोसिस गर्छौँ। यसलाई ओपन गर्नु होला। त्यसपछि गएर लेआउटमा गएर कन्टेन्टलाई न्यानो यस्तो भयो भने ल फेरि मैले के भनेको थिएँ तपाईँलाई अब सबैभन्दा फर्स्टमा हामीले हाम्रो त्यो बुकमा दिएको टास्कलाई राम्रोसँग हेर्नु पर्यो होइन त्यो चाहिँ कसरी त्यसलाई बनाइएको छ कसरी बनेको छ अनि मैले चाहिँ कसरी बनाउने भनेर तपाईँले पहिला हेर्नु होला अनि त्यही अनुसारको चाहिँ थोरै थोरै बनाउँदै जानु होला है अब फर्स्टमा जब हामीले यहाँ के देखिएको छ हेर्दाखेरि भने अब सेपमा गएर हामीले टेक्स्ट लिएर आउनु पर्ने छ है अब हेर्नुहोस् त मैले अब यसरी के गरेँ हो टेक्स्ट लिएर आएँ टेक्स्ट बक्स लिएर आएँ अब लेखेँ मैले यहाँनिर है अब यसमा मैले लेखेँ मैले ठुलो बनाउँछु श्री निर्मल सेकेन्डरी स्कुल भनेर मैले यसरी लेखेँ त्यसपछि गएर BAYS yes to DAMAUL दमौली TANASUN तनहु भनेर मैले यसरी लेखेँ माइनस त मेरो हेडिङ चाहिँ भयो है अब मैले यसलाई के गरेँ सिलेक्ट गरेर मैले बिचमा लिएर आउँछु यसलाई म बोल्ड गर्छु होइन यो चाहिँ भन्नुपर्ने कुरो छैन अनि म यो व्यास भनेर अलिक सानो बनाउँछु र यति सानो बनाएँ मैले र यो निर्मल सेकेन्डरी स्कुल भन्नेलाई चाहिँ म अलिकति ठुलो बनाउनु सक्छु है ल यति ठुलो बनाइयो त्यसपछि गएर इन्टर थिच्ने अनि हामी कन्ट्रोल ई अथवा चाहिँ एउटा लेफ्ट अलाइनमा आयो भने चाहिँ हामी त्यहाँ आउँछौँ र त्यहाँनिर के छ नेम छ यहाँनिर नेम छ त्यसपछि गएर उतापट्टि CLASS क्लास छ अनि यतापट्टि ROLL रोल डट रोल नम्बर छ है ल अब हेरौँ दुईटलमा थोरै स्पेसिङ अलिकति मिलाउँछु 1 मा राखिदिन्छु र एकपटक इन्टर हाल्छु ल अब हामी टेबल बनाउनेतिर जाउँ टेबल पहिला हामी सबैभन्दा फर्स्टमा टेबल हेरौँ हाम्रो टेबल कति बाई कतिको छ है हाम्रो टेबल कति बाई कतिको छ हामी पहिला त्यो हेर्छौँ अब हेर्दै जाउँ 1 2 3 4 5 6 7 हो अनि तलपट्टि 1 2 8 9 10 11 12 13 सिग्नेचर त 14 ल भनेपछि अब म रोल नम्बरको पछाडि जान्छु र म इन्सर्टमा गइसकेपछि टेबलमा हालेर म 1 2 3 4 5 भनेपछि सबैलाई यसरी मिलाउँछु अब म यहाँ लेख्छु कोड अहिले मेरो बोल्ड भएको छ होइन COD सरी क्यापिटल भएछ CODE कोड एस म सबै टेबललाई एकैचोटि मिलाउँछु कोड सब्जेक्ट फुल मार्क पास मार्क त्यसपछि गएर यतापट्टि मार्क्स भन्ने छ तलपट्टि फेरि टोटल एभ्री प्र्याक्टिकल र टोटल छ त्यसको तल है भनेपछि यो चाहिएन यसलाई फाल्नको लागि सिलेक्ट राइट क्लिक त्यसपछि हामी डिलिट गरौँ यसलाई थोरै यता बिस्तारै लिएर गरौँ तल गरौँ त्यसपछि कोडमा 0001 त्यस्तै गरेर र तपाईँले यसलाई 2 2 3 4 5 अब टेबल थप्नको लागि ट्याब मैले भन्दैछु ट्याब
ट्याबलाई दबाउँदै जाने कतिवटा चाहियो टेबल 8 सम्म हाम्रो छ भनेपछि ल 6 4 8 त्यसपछि तल के छ टोटल छ TOTL टोटल छ त्यसको तल फेरि हामी टेबल थपौँ ल यसलाई पनि थोरै खिचौँ टोटल पछि पर्सेन्टेज PRCNT पर्सेन्टेज छ फेरि ट्याब आनौँ त्यसपछि के छ MAX म्याक्स फेरि ट्याब त्यसपछि MIN मिनिमम हो अब तल चाहिँ लास्टमा चाहिँ प्रिन्सिपल र उसको साइन चाहिँ बक्सभित्र छैन त्यसलाई हामी बाहिर राख्छौँ ल अब यसलाई हामी ठ्याक्क मिलाइदिउँ अब टेक्स्टलाई त मिलाउनु मिल्यो हो ल यसलाई बिचमा लगभग हाम्रो यो पनि तयार भइसक्यो है अब हामी बल्ल फर्मेट टेबल फर्मेटतिर जाउँ त मैले तपाईँलाई दुई तरिकाबाट सिकाएको थिएँ र यो एफएम पिएम पछि यो मार्क्स भन्ने छ मार्क्सको तल चाहिँ के छ थ्योरी प्र्याक्टिकल र टोटल छ अब थ्योरी प्र्याक्टिकल र टोटललाई अब कसरी हाल्ने त म तपाईँलाई सिकाउँछु यो पनि एउटा इम्पोर्टेन्ट छ मैले हिजोको क्लासमा तपाईँलाई डिलिट गर्न सिकाएको थिएँ होइन कोठाहरू धेरै भयो भने डिलिट गर्न सिकाएको थिएँ अब आज चाहिँ हामीले ड्र पनि गर्न मिल्छ र आवश्यक अनुसारको चाहिँ रो र कोलम पनि हामीले ड्र गरेर थप्न सक्छौँ अब यसको तल त हाम्रो के छ हो के छ भन्दा थ्योरी प्र्याक्टिकल र टोटल छ भनेपछि हामीले यो कोठालाई त खाली गर्नुपर्ने थियो है यसलाई त मेट्नुपर्ने थियो अब हाम्रो यहाँबाट 1 बाट सुरु हुनुपर्ने थियो र हामीले पहिले फर्स्टमै के गर्यौँ त के गर्यौँ 1 2 लेख्यौँ अब हामीलाई समस्या छैन हामी थप्न सक्छौँ कोठा यही के गर्ने त यो कोडको तल बस्ने इन्सर्टमा जाने अनि इन्सर्टमा गइसकेपछि हामी बिलो भनेको तल कोठा थप्ने नि हामीले होइन यो कोठा थप्यो अनि 1 यहाँबाट सुरु गर्नु समस्या छैन अब हेर्नुहोस् त हाम्रो यो कोड ठुलो छ हामीले डिलिट गर्नु पर्यो नि त त्यसको लागि सबभन्दा फर्स्टमा त डिलिट गर्नु पर्यो इरेज गर्नु पर्यो त्यसको लागि हामी कहाँ जान्छौँ त फर्मेटमा हामी सरी टेबल लेआउटमा गइसकेपछि हाम्रो यहाँनिर चाहिँ इरेजर भन्ने आउँछ तपाईँहरूको पनि आउँछ त्यहाँ मैले यसलाई मेटिदिन्छु ल यो मलाई चाहिएन यो सब्जेक्टलाई नि एफएमको यो एफएम पनि होइन यो सरी इरेजरमा यो एफएम पनि मेट्नु पर्यो यो सबै मेट्नुमा तर यो चाहिँ मेट्नु परेन किनभने मैले थ्योरी प्र्याक्टिकल र टोटल मैले राख्नु छ नि त भनेपछि अब म के गर्छु भने ड्र गर्छु सजिलो छ है ड्रको लागि इरेजरकै साइडमा अथवा माथि चाहिँ के छ ड्र टेबल भन्ने हुन्छ अनि कतिवटा चाहियो मलाई 3टा चाहियो भनेपछि एउटा यहाँबाट तानौँ सिधा हुन्छ आफै थ्योरी त्यसले प्र्याक्टिकल र यसले टोटल अब यहाँनिर तपाईँले फेरि यहीँ गएर गयो भने अब टेक्स्ट बक्स आउँछ टेक्स्ट आइकन आइहाल्यो होइन त्यसपछि गएर तपाईँले लेख्नुहोस् THPR र TOTL टोटल लगभग हाम्रो अब यो माथिपट्टिको साइडको कोठा त उस्तै बनि नै सक्यो अब तल जाउँ हामी अब तल गइसकेपछि त तपाईँले त सजिलै सक्नुहुन्छ यसलाई त यो के छ हाम्रो यो टोटल पर्सेन्टेज म्याक्सिमम र मिनिमम चाहिँ हामी कहाँसम्म गयो भने सब्जेक्टसम्म चाहिँ हामीले मेटेका छौँ त्यसको लागि म इरेजमा जान्छु अब हामी यहाँनिर मेट्दिउँ यसलाई टोटल पर्सेन्टेज म्याक्सिमम र यो अनि मैले हिजो तपाईँलाई के सिकाएको थिएँ हामीलाई यसलाई कुनापट्टि लैजानु पर्यो भने सिलेक्ट गर्ने त्यसपछि होममा जाने त्यसपछि हामी चाहिँ राइट अलाइन गरिदिएपछि तपाईँ चाहिँ अलाइन राइट गरिदिएपछि यो यहाँ गइहाल्छ यो डिजाइन पनि भयो अब तपाईँले 100 फुल मार्क्स होइन सबैको 100 हुन्छ 100 भयो त्यसपछि 100 मैले बेस्ट नगरी लेख्ने ल 100 टोटल के भयो सबैको कति भयो 800 भयो 800 अब यतापट्टि कति सबैको 40 है यो पुरानो डिजाइनको हो यो मार्कसिट चाहिँ
तर हामीले चाहिँ अब त्यो भित्रको कुरा भन्नुभयो भने कसरी डिजाइन गर्नु भन्ने अहिले सिक्दैछौँ। यो नम्बरसित तपाईँहरूले धेरै अब हेरिराख्नु परेन है। अब 40 40 40 40 40 40 40 अब अरू कोठाहरू त जस्तोको तस्तै छ तपाईँको होइन, यी कोठाहरू सबै सेम नै छ। ल अब तपाईँलाई अर्को कुरा के सिकाउँछु भने यसलाई बिचमा लिएर आउनु पऱ्यो। हेर्नुहोस् त यो सबैले बिचमा ए यो त हेडिङ हो नि त होइन हाम्रो बक्सको चाहिँ टेबलको चाहिँ यो सबैलाई सिलेक्ट गरिसकेपछि यो बिचमा यसरी लिएर आइदिनुहोस्। अनि यो बिचमा पनि लिएर आउनु पऱ्यो के यो त लेफ्ट अलाइन राइट अलाइन यो मिडल भयो। तर हामीलाई यो बक्सको अथवा यो टेबलको पनि बिचमा लिएर आउनुको लागि चाहिँ हामी फेरि अर्को ठाउँमा चाहिँ जानुपर्ने हुन्छ है। त्यसको लागि हाम्रो टेबल लेआउट भन्ने अप्सन छ है। टेबल लेआउट भन्ने अथवा टेबल डिजाइन भन्ने टेबल डिजाइनको साइडमा टेबल लेआउट भन्ने अप्सन छ। त्यसमा गइसके तपाईँ यो अलाइनमेन्ट भन्ने अप्सनमा गइसकेपछि तपाईँ सबै त्यहाँ देख्नुहुन्छ। हो कसैको चाहिँ अब त्यहाँ तल हुन्छ त्यहाँ एरो सानो एरो हुन्छ त्यहाँ क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ। मेरो चाहिँ यहाँ देखिहाल्यो। अब भनेपछि मलाई कुन होला त्यो बिचमा भनेपछि यो चाहिँ हुन्छ। हेर्नुहोस् त यो टपमा यो बिचमा यो राइटमा यो चाहिँ मिडको लेफ्ट मिडको सरी मिडको मिड नै भइहाल्यो मिडको राइटमा भनेपछि मलाई चाहिँ यो यहाँनिर चाहियो भनेपछि बिचमा आयो। अब यो हाम्रो टेबलको चाहिँ अलिकति यो हेडिङ जस्तो भएको हुनाले यसलाई मैले बोल्ड गरिदिँदा अझै राम्रो देखिन्छ। अब यति गऱ्यो भने हुन्छ। र अब लास्टमा के छ हाम्रो क्लास टिचर र प्रिन्सिपलको सिग्नेचर छ। त्यसको लागि तपाईँले यहाँ भइसकेपछि अब यहाँ आएर क्लिक गर्यो भने आफै क्लिक हुन्छ कि यहाँनिर के गर्नु रे यो टेबल भइसकेपछि बाहिर थिच्नु भनेको त्यो सेपभित्र तपाईँको टेक्स्ट आयो नि त है। अनि एक इन्टर हान्नुहोस् अलिकति स्पेस दिनुहोस् अनि क्लास टिचर लेख्नु भइगयो क्लास टिचर लेख्नु। अब ट्याप ट्याप दिने उतापट्टि जानुहोस् त्यसपछि पिएआरआइएनसिएपिएल प्रिन्सिपल लेख्नुहोस्। यो होइन यसलाई म अझै एक स्टेप तल झार्छु भन्नुहुन्छ नि है भने थोरै थोरै स्पेस मिलाउनुहोस्। अब हामीलाई के चाहियो भन्दा स्ट्रेट लाइन चाहियो। स्ट्रेट लाइनको लागि इन्सर्टमा जानुहोस् सेपमा जानुहोस् त्यसपछि गएर यहाँनिर चाहिँ लाइन भन्ने छ। मैले तपाईँलाई के भनेको थिएँ यो लाइन सिधो बनाउनको लागि चाहिँ सिफ्ट थिचिराख्नु चाहिँ तान्न बनाउनु यहाँ थिएँ मैले सिफ्ट थिच्नुहोस् र यसको नजिकै यसरी छोडिदिनुहोस्। अलिकति तलमाथि केले एरोले पनि हुन्छ भनेको किबोर्डको एरो हाम्रो लेफ्ट राइट अप त्यसले अनि ब्ल्याक कलर बनाइदिनुहोस्। त्यो यो लाइन तान्ने बित्तिकै फर्मेट सेप फर्मेट ओपन हुन्छ ब्ल्याक बनाइदिनुहोस्। कति लामो चाहिन्छ सिफ्ट थिच्नु अलिकति तन्काउनुहोस् लामो चाहिन्छ भने छोटो चाहिन्छ भने पनि त्यहीँबाट मिल्छ। अब अर्को कुरा इम्पोर्टेन्ट कुरा अब मलाई यही लाइन चाहिँ फेरि प्रिन्सिपलकोमा लानु पऱ्यो। फेरि प्रिन्सिपलको लागि फेरि इन्सर्टमा जाऊ सेपमा जाऊ होइन अलिकति झन्झट हुन्छ। अब हामी के गर्छौँ यसैलाई कपी पेस्ट गर्छौँ। हो मैले के भने तपाईँलाई हामीले अलिकति त्यो स्टार जस्तो आउनुपर्छ है अनि बल्ल त्यो चाहिँ हाम्रो सेपको हो। यो कहिले आइमा हुँदैन हुनु चाहिँ कहिले अलिक अप्ठ्यारो हुन्छ। यो माउस अलिकति नजिकै लैजानु होला जानुपर्छ बिस्तारै। यसरी चाहिँ यो सेपलाई चाहिँ तपाईँले यसरी सिलेक्ट गर्नुहोस्। गरिसकेपछि कन्ट्रोल थिच्नुहोस् कन्ट्रोलले कपी हुन्छ सिफ्ट अनि कन्ट्रोल सँगसँगै सिफ्ट पनि थिच्नुहोस् सिफ्टले सिधा हुन्छ भन्छ नि होइन। अनि सर्भर तान्नुहोस् यो आउनुपर्छ हो यस्तो खालको सिम्बल आउनुपर्छ। हेर्नुहोस् त एरो प्लस तलपट्टि चाहिँ अनि चाहिँ वाटरमार्क भएको रेक्टेङ्गल यो आएपछि के हुन्छ अब हाम्रो के हुन्छ सिधा जान्छ हेर्नुहोस् सरर हो बाङ्गो पनि गएन छोटो लामो पनि भएन यतापट्टि जत्रो छ त्यत्रै पनि आयो। यसो सेट गर्नु छोडिदिनु सबै छोडिदिनुहोस् सिफ्ट पनि छोडिदिनुहोस् कन्ट्रोल पनि छोडिदिनुहोस् अनि माउस ड्र्याग गर्दै लगेर माउसलाई पनि छोडिदिनुहोस्। ल अब एकपटक हामी थोरै यसलाई चाहिँ सानो बनाएर हेरौँ त बिल त्यहाँ किताबमा भयो जस्तो बनै परेन अभियसली बनि नै हाल्यो नि त। यसरी नै तपाईँले सामान्य खालको बिल डिजाइनहरू गर्न सक्नुहुन्छ सामान्य खालको मार्कसिटहरू डिजाइन गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँहरूलाई प्र्याक्टिसको लागि हो। अब हामीले यसमा
यसमा भएको अब न्युमेरिकललाई चाहिँ हामी एक्सेलमा हामी हिसाब किताब गर्छौँ फर्मुला सहितबाट। यो चाहिँ तपाईँहरूलाई चाहिँ डिजाइनिङको लागि, बिल डिजाइनको लागि, मार्कसिट डिजाइनको लागि चाहिँ दिएको। अब यसलाई चाहिँ प्र्याक्टिस गर्नु होला यसरी है। ल यो यसरी चाहिँ स्टेप स्टेपमा प्र्याक्टिस गऱ्यो भने हुन्छ। ल अहिले मैले मुभ गरेपछि के भयो त मेरो यो लाइन सर्यो नि होइन। अब यो लाइनलाई चाहिँ पहिले नै मिलाउँदाखेरि ठिक हुन्छ, पछि मिलाइयो भने फेरि मुभहरू गर्दा अलि अप्ठ्यारो होला। ल